हेलो एभ्रिवान, वेलकम टु माई एनदर मिनी ब्लग है भन्दै आज चाहिँ म तपाईँहरूलाई मेरो गार्डनको कामहरू देखाउँदैछु है। आज चाहिँ हाम्रो होलिडे थियो अनि होलिडेको दिन त बस्न त भएन भन्दै हामी चाहिँ चट्ट कुट्टु कुदालो लिएर गार्डनतिर गयौँ। अनि गार्डनमा गएर हामी चाहिँ बारी बनाउन थाल्यौँ। भेनाहरू चाहिँ चट्ट पारेर खन्दै हुनुहुन्छ। म चाहिँ बेलुकाको लागि सागहरू टिप्दै थिएँ है। यो साग चाहिँ अस्ति हामीले रोपेको थियौँ। अगाडिको ब्लगमा पनि देख्न सक्नुहुन्छ तपाईँहरूले मैले सागहरू रोपेको है। अनि आज चाहिँ अनि हामी टमाटर रोप्नु भनेर आएको, टमाटरको दल पनि खुर्केको थियो। त्यही भएर अनि हामी चाहिँ गाउँघरको कुराहरू गर्दै हामी चाहिँ गफ गर्दै साग बारी बनाउँदैछौँ टमाटर रोप्नलाई है। अनि चट्ट पारेर बारी पनि मिलाइ बनायौँ। अनि हामीले चाहिँ यसो गरेर टमाटर पनि रोपिसक्यौँ है। अनि यो माथिको चाहिँ साग हो अस्तिको, अनि यो चाहिँ चम्सुको साग अस्ति नै रोपेको है। अनि यिनीहरू चाहिँ धनियाँहरू सागहरू है। अनि हामीले चाहिँ सबै रोपिसक्यौँ अब।